Michela. कोसँग बोल्दै हुन्छ कसैसँग पनि छैन ए आया ढोका खोल यताबाट आएर ओइ उज्यालो भएछ आया तपाईँलाई उठाउने अलार्म त म मात्रै त हो नि तँ यति गएको थिइस् ट्युसन गयो नि आइपुगिसक्यो यही सर्ट लाएर केटाको यही सर्ट लाएर गएको छ्या यही सुटिन्छ लैजा मेरो म उठेर जाने अब माथि घर बाहिरको भ्यू चाहिँ यस्तो दामी भएछ कि पुरा घाम लागेर सेटोसँगले चपाउन लैजा कहिले राइज त म जाने अब माथि तरकारी पकाउनु पर्नेछ म त माथि हिँड मलाई काम सघाउनु तरकारी पकाउनु सघाउनु होइन त सब्जीहरू काट्दै दुइटै चार्जर यहाँ छ एउटा फोन चाहिँ अफ भएछ यो चाहिँ रातभरिमा के भएर यसलाई माथि नै लगेर अब लाउनु पर्ने हुन्छ है त लुइन तल कस्तो क्लियर आउँदो रहेछ ग्यासहरू त हुन्छ त क्लियर उता परसम्म देखिन्छ जु भन्नु न यसको क्यामेरा चाहिँ दामी हुन्छ कसको आइफोन गयो यार बाइक यार घाम कत्रो भएको छ मन लाग्दैछ अरे यहाँ पनि छ त कुन 220 हिजै कुदाएको मैले साह्रै अप्ठ्यारो लाग्यो गियर आज चाहिँ म तेल बेचेको पैसा सबै मेरो खल्तीमा लाउँछु म मात्र है तपाईँलाई तँ स्कुल गइहाल्छस् म त्यतिखेर खल्तीमा हालिहाल्छु पैसा जति हिजो त मैले कति लिटर बेचेको थिएँ हिजो 7-8 प्लस फेरि पछाडि पनि कति लगाएको थियो बाँकी लानु नदिनु न अनि बाँकी भयो भने त पैसा त अब दिन्छ नि त भरे भोलि भयो भने त्यहाँ मोबिल पनि फ्रीमा पाइन्छ लिन्छ बाँकी पनि दिनुपर्छ 1-2 दिनको लागि त कुनै कुनैले त स्क्याम हानेर हिँडिदिन्छ अस्ति एउटाले हानिदिएर कति पैसा हान्यो स्क्याम 1 लिटर लग्यो अब पर को हराउने तिनीहरू केही छैन किसेर चाहिँ परिहालेछ हिजो अस्ति मात्रै नुहाएको त यार तेल लाएर छ तेल 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 आस्ते अस्ते कुन पो कत्रै भएको गोमा बाख्रा गएको रहेछ त्यो पो हजबुला होला पहिलेर पहिला गोलो गोलो हुन्थ्यो हजमुला भनेर थाहा छ पापाले होइन सानो बहिनी पढ्दै स्कुल हिँडिरहेछ तिमी बिना
म चाहिँ भर्खरै खानासाना खाएर एकछिन घाम तापे गएँ त पुरा जाडो भएको भित्र बस्दा बस्दा अब घाँसमा जानुपर्ने छ च्याटोसँगले। आज चाहिँ मेरो यो फोनमा चाहिँ एनसेलको नम्बर छ नि त, यसमा चाहिँ मैले डेटा तानेको थिएँ अस्ति 3 दिनको लागि। अनलाइन बसिरहेको थिएँ, अहिले चाहिँ अफलाइन हुनु पऱ्यो। सिम चाहिँ 3वटा जति छ, 3वटामै 0 छ अनि डेटा पनि छैन। अब चाहिँ म बुक्का भएँ, अब चाहिँ म लाग्नुपर्ने हुन्छ जङ्गलतिर। ढिलो नगरौँ, 12 बज्नु आँट्यो, अहिले फेरि ढिलो हुन्छ आउनु। फेरि बजार एकछिन जानुपर्ने काम छ। ल मेरो एडिडासको फोरम चाहिँ यहाँ माथि सुकिरहेछ है त, यो च्याट्टसँगले यो चाहिँ एडिडासको फोरम यहाँ सुकिरहेछ। सुक्नु चाहिँ पहिले पनि सुकेको, तर पनि मजाले सुकेको छैन कि भनेर मैले सुकाएको यसलाई। ल अब यहाँ चाहिँ ब्याट्री पनि छैन खास चाहिँ धेरै, म यसलाई जङ्गलतिर लाँदिनँ, यसलाई फोन चार्ज लगाइराखेर जान्छु। अनि ओए माकुरी यहाँ राखेको त फोनै भुइँमा झरो त यार, माकुरी यार। आइफोन हो नि, आइफोन यो पनि आइफोन सामसुङ ग्यालेक्सी अल्ट्रा 26 ग्यालेक्सी अल्ट्रा 26 हो यो फेरि। कम महँगो फोन हो यो। यसलाई मैले जमानामा कतिमा किनेको भने त्यस्तै 30 करोड अमेरिकी डलर। 30 करोड अमेरिकी डलर जति परेको छ यसलाई है त। एकदम राम्रो छ यो फोन। यसलाई चाहिँ मैले के अरे सेकेन्ड ह्यान्डमा पनि बेच्नु खोजेको, अनि कति भन्यो भने त्यसले चाहिँ त्यस्तै 30 करोड चाहिँ दिन्छु भनेको थियो, तर मैले दिइनँ। 30 करोड चाहिँ दिन्छु भनेको थियो, तर मैले दिइनँ। यसलाई चाहिँ म बरु जति चल्यो पनि मैसँग चलाउँछु भनेर नदिएको है त। कति रुई कराई गरेर माग्दा नि मैले चाहिँ दिएन यसलाई। कति रुई कराई गरेर माग्दा नि मैले चाहिँ दिएन यसलाई चाहिँ है त। एकदम राम्रो छ नि त, एकदम। यसको चाहिँ कस्तो छ भने यसको चाहिँ फिङ्गर प्रिन्ट छ क्या, फिङ्गर प्रिन्ट देख्नु हुँदैछ नि यहाँ चाहिँ। अनि च्याटोसँगले यस्तो यहाँ चाहिँ फिङ्गर प्रिन्टमा चाहिँ च्याटो गरिसकेपछि यसरी खोलिन्छ। तर यो चाहिँ यस्तो यस्तो कुद्छ है त, यो फेरि क्यामेरामा चाहिँ यस्तो कुद्छ, फेरि त्यो क्यामेरा नखिच्दा चाहिँ यस्तो कुदेको हुँदैन है। यहाँ चाहिँ अहिले चाहिँ कुदेको छैन, तर यहाँ ल्याउँछ यो कुद्नु थाल्छ है त, बिग्रेको चाहिँ होइन। फेरि आजको मौसमहरू चाहिँ एकदम दामी छ, चकाचक घाम लागेर फुलबारी पनि च्याटोसँगले। ल बाई बाई गाइज।